यहाँहरु सबैलाई हार्दिक नमस्कार। आज म एउटा ठाउँको परिचय दिनको लागि यहाँहरुसँग आएको छु। यो रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर 11 मा रहेको सालधन्डीको इटाखोला भन्ने ठाउँ हो। यहाँहरु सबैलाई विदितै भएको कुरा हो। रूपन्देही जिल्ला पश्चिममा नवलपरासीको भन्दा पश्चिम पर्छ, उत्तरमा पाल्पा र अर्घाखाँची जिल्ला पर्छ, पश्चिममा कपिलवस्तु जिल्ला पर्छ, दक्षिणमा भारतसँग जोडिएको ठूलो जिल्ला हो। यो जिल्ला उद्योग धन्दा कलकारखाना तमाम भएको ठाउँ र थुप्रै मान्छेलाई रोजगारी दिएको ठाउँ पनि हो। त्यति मात्रै होइन, यो ठाउँ तराईको अन्नको भण्डार भनेर हामीले जुन सुनिरहेका छौँ, अन्नको विशाल भण्डार पनि छ। यहाँ ठुला ठुला विशाल धानका फाँटहरू छन्। अब यो शरदको मौसम हो, शरद ऋतु, धानका सुनौला बालाहरू लह लह झुलेका हामी देख्न सक्छौँ। यहाँ पारी देख्न सक्नुहुन्छ यहाँहरूले। यो पाल्पा जिल्लामा देखिने डाँडाहरू हुन्। यतापट्टि क्रमशः हेर्दै जानुभयो भने सुदूर पश्चिमतिर हेर्नुहोस्, पश्चिमतिर हेर्दा यो अर्घाखाँचीका केही डाँडाहरू यहाँ देखिन्छन्। यहाँ बिचमा एउटा जङ्गल छ। यो जङ्गल यो इटाखोलाबाट फायर लाइनतिर जाने बिचमा एउटा ठुलो जङ्गल छ। यहाँ नीलगाई, मधेल, हरिण, मृगहरू पाइन्छन् भनेर स्थानीयहरू भन्नुहुन्छ। यहाँका आदिवासीको रूपमा थारूहरूको ठुलो बस्ती छ यहाँ, र धेरैजसो गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्वत, प्युठान, रोल्पातिरका मान्छेहरू पनि यहाँ प्रशस्त मात्रामा भेट्न सक्नुहुन्छ। करिब करिब धेरै जिल्लाका मान्छेहरू यहाँ हुनुहुन्छ र यहाँहरूले देख्दै हुनुहुन्छ यो विशाल तराईको फाँट हो। यो फाँटमा धानका सुनौला बालाहरू लह लह झुलेका छन्। शरदको मौसम छ, किसानहरू आतुर छन्। धान पाक्दै गरेको छ। किसानहरू यो धान भित्राउनको लागि एकदम आतुर हुनुहुन्छ। धान राम्रो छ। यो अन्नको भण्डार तराई हामीलाई यसले वर्षभरि खानको लागि खाद्यान्न दिन्छ। र यो रूपन्देही जिल्लामा पर्ने विशाल फाँट यहाँहरूलाई मैले परिचय गराएँ। कस्तो लाग्छ यो ठाउँ? यहाँहरूलाई राम्रो लाग्छ भने यो ठाउँमा आउनको लागि बुटोल आउने, बुटोलबाट यता सालजन्डी भन्ने ठाउँमा, बेलडाँडा भन्ने ठाउँमा गाडी लाग्छ। त्यो गाडीमा चढेर सोझै इटाखोला भन्ने ठाउँमा झर्न सकिन्छ। र यता पश्चिमतिरबाट आउँदा फायर लाइनबाट अलिकति अगाडि सालजन्डी बजार आउँछ। त्यो सालजन्डी बजारबाट अटो रिक्सा पनि पाइन्छन्। त्यहाँबाट आउनको लागि अटो रिक्सा चढ्यो भने 50 रुपियाँमा यहाँ आउन सकिन्छ। र यो ठाउँ यहाँहरूलाई उपयुक्त लाग्छ भने, अनुकूल लाग्छ भने एकचोटि आएर मजाले आएर घुमेर धानका फाँटहरू हेर्न सक्नुहुन्छ। यहाँको बस्ती हेर्न सक्नुहुन्छ। यहाँ असाध्यै मिलेर बसेको बस्ती छ। यहाँ बाहुन, छेत्री, थारू, मगर, विभिन्न थरीका मान्छेहरूको बसोबास छ। उहाँहरूको रीतिरिवाज संस्कार अलग अलग भए पनि उहाँहरूको चाहिँ सबैका संस्कारहरूसँग घुलमिल हुनुहुन्छ। उहाँहरू एकदम एकजुट भएर उहाँहरू राम्रोसँग मिलेर बस्नुभएको छ। यी घरहरू देखिरहनु भएको छ। यी घरहरूमा थारूहरूका बस्तीहरू पनि छन्। यहाँ मान्छेहरू यहाँ यत्रतत्र हिँडिरहेको देख्नुहुन्छ। अब यो शरदको मौसम एकदम आकाश जति खुल्न पर्ने खुल्न सकेको छैन। पानी पर्ला जस्तो पनि भएको छ। तैपनि शरदको मौसम, धान पाकेको छ, अब पाक्ने क्रममा छ र एकदम किसानहरू आतुर हुनुहुन्छ बाली भित्राउनको लागि। हुन्छ, मैले यहाँहरूलाई यो ठाउँको छोटो परिचय दिएँ। कस्तो लाग्छ यो ठाउँ? राम्रो लाग्छ यदि भने यहाँहरूले चाहिँ घुम्न सक्नुहुन्छ। अनुकूल पर्छ भने एकचोटि आएर यो फाँट, यहाँको चाहिँ मिलेको बस्ती, सबै कुराहरूलाई अवलोकन गरेर सर फर्किन पनि सक्नुहुन्छ। 1-2 घन्टा समय उपलब्ध हुन्छ भने यहाँहरूले यो फाँट, धानको अन्नको भण्डार हेरेर जान सक्नुहुन्छ। हुन्छ, धेरै लामो वर्णन गरिन। हस्, धन्यवाद, नमस्कार। कस्तो लाग्छ यो ठाउँ? एकचोटि मैले यो भिडियो राम्रो लाग्छ भने कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। हस्, नमस्कार, धन्यवाद।